नमस्कार, म गणेश बोहरा। आज म यहाँहरूलाई बाहिर भित्र कालै हुने कुखुरा कडकनाथको बारेमा छोटो जानकारी दिन गइरहेको छु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र गणेश बहादुर बोहरा यो फेसबुक आइडीलाई फलो गर्न नि नबिर्सिनु होला। यो एक किसिमको युनिक खालको प्रिमियम खालको कुखुरा हो। यसलाई चाहिँ हामीले अ, अरू जस्तै सम्झियो भने अलिक कम हुन्छ कि भन्ने जस्तो लाग्छ। यो कस्तो खालको कुखुरा हो र यसको उपयोगिता के छ? अन्तिमसम्म हेरौँ है त। साथीहरू, कडकनाथ एउटा विशेष जातको कुखुरा हो जुन मुख्यतया भारतको मध्य प्रदेशबाट आएको हो, तर अहिले नेपालका विभिन्न ठाउँहरूमा पनि यसको क्रेज बढिरहेको छ। यसलाई स्थानीय भाषामा कालीमासी पनि भनिन्छ, किनभने यो भित्र र बाहिर पुरै कालो हुन्छ। नेपालमा पालन गर्न के छ त सम्भावना भनेर हुन सक्छ, धेरैको मनमा यसको खुल्दुली आउन सक्छ। नेपालको तराई र पहाडी भेगमा यसको पालन गर्न सकिन्छ, किनभने यो स्थानीय वातावरणमा सजिलै घुलमिल हुन सक्छ र यसको रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ। अब यसका फाइदाहरू बारे पनि जानिराखौँ। यसको मासुमा प्रोटिनको मात्रा उच्च हुन्छ। कम फ्याट कोलेस्ट्रोल, यसमा फ्याटको मात्रा कम हुन्छ र यो अन्य कुखुराको तुलनामा कोलेस्ट्रोल मुक्त हुन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। यसको सेवन टाउको दुख्ने, रिङ्गटा लाग्ने र मृगौला सम्बन्धी समस्या, महिलाहरूको बाँझोपन लगायतका समस्याहरूमा पनि सहयोग पुर्याउँछ भन्ने विश्वास गरिन्छ। यसको अण्डामा पनि उच्च प्रोटिन र कम फ्याट हुन्छ, जुन मानव स्वास्थ्यका लागि अति उत्तम मानिन्छ। यसको मासु र अण्डा दुवैको बजारमा माग उच्च हुन्छ र अन्य कुखुराको तुलनामा यसको मूल्य पनि बढी हुन्छ, त्यसैले यसको व्यावसायिक सम्भावना पनि राम्रो मानिन्छ। साथीहरू, यो मासुको लागि तयार हुन 6 देखि 7 महिना लगाउँछ भने पहिलोचोटि अण्डा 23 देखि 24 हप्तामा दिन सुरु गर्दछ। यसको भाले 2 देखि 2.5 केजीसम्मको हुन्छ। धन्यवाद। यो जानकारी कस्तो लाग्यो कृपया शेयर गर्न नबिर्सिनु होला र गणेश बोहरा आइडीलाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद। जय कृषि, जय किसान।